टाउको दुख्नु, पेट दुख्नु, शरीर थकान महसुस गर्नु यो सधैँ शारीरिक समस्याको सङ्केत मात्र हुँदैन। यसले कहिलेकाहीँ हाम्रो मानसिक समस्याको सङ्केत पनि दिइरहेको हुन्छ। के हुन् त शारीरिक सङ्केतहरू? फर्स्ट, टाउको दुख्नु, माइग्रेन जसरी टाउको दुख्नु र बिहान उठ्दा र बेलुका सुत्ने बेलामा टाउको दुख्नु। सेकेन्ड, थकान महसुस गर्नु। हामी 8 घण्टा सुतेका छौँ र केही काम नगर्दा पनि हामीलाई थकान महसुस हुनु। थर्ड, हाम्रो फिजिकल पेन। हामीलाई चाहिँ कतै न कतै ढाड दुखेको, जिउ दुखेको र घुँडाहरू दुखेको महसुस हुनु। फोर्थ, पेट दुख्नु। हामीलाई चाहिँ कतै कतै क्राम्प्स भएको जस्तो महसुस हुनु, कहिलेकाहीँ चाहिँ वाकवाकी लाग्नु र कहिलेकाहीँ चाहिँ पेट फुलेको जस्तो महसुस हुनु। फिफ्थ, हाम्रो खानपिनमा समस्या हुनु। हामीलाई पहिलाको भन्दा कि त कम खान मन लाग्नु, कि त बढी खान मन लाग्नु र खानै नमन लाग्नु। हाम्रो शरीर हामीसँग निरन्तर रूपमा गफ गरिरहेको हुन्छ र हामीले त्यो सङ्केतहरू बुझ्न एकदमै जरुरी छ। यदि यी सङ्केतहरू तपाईँले आफूमा देख्नु भएको छ भने सहयोग माग गर्नुहोला।